हामी सबैलाई थाहा छ कि हाँस्दा राम्रो लाग्छ, तर यी सरल हाँसोहरू हाम्रो दैनिक जीवन र सोच सुधार गर्न कतिको मूल्यवान हुन्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ। आज मे 4मा मनाइने यस दिवसको प्रथम पटक भने सन् 1998मा भारतको मुम्बईमा मनाइएको थियो। हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो। यसले जीवनमा रस अनि आश थपिदिन्छ। आजको दिनले विश्व बन्धुत्व, भातृत्व अनि शान्तिको पनि वकालत गर्दछ। ल है हाँस्न नभुलौँ अनि हरेक हाँसोमा बाँच्न पनि नभुलौँ। एक पलमा 1000 जीवन अनि एक हाँसोमा 1000 खुसी छाइरहोस्। नेपाली एउटा वाक्यांश छ नि, गरिब भन्छौँ सुखको मझै धनी मिल्दैन संसारभरि कतै पनि। यो एउटा वाक्यांशले हाँसोको अपार व्याख्या गरेको छ। हाँसोको यो समीकरणमा उदाहरण सदैव आउँछ। कमलको फुलको अनि गुलाबको फुलको, चाहे हिलोमा होस् या काँडाभित्र। तर फुल त मुस्कुराउँछ नै, हाँस्छ नै। नारायण गोपालले एक गायका गीत उल्लेख गर्न चाहे, फाँटहरूले कसलाई पुग्छ, भिरमा पनि फुलिदिन्छु, म त लाली गुराँस भएछु, बनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु। हाँसोको कुरामा हामी सबैले फुल अनि लाली गुराँस हुनु जरुरी छ। फाँटहरूले मात्र कहाँ पुग्छ र भिरमा पनि हाँस्न सक्नु पर्दछ। अब हाँसोको यत्तिका कुरा गरिसक्दा आफूलाई नै प्रश्न गरौँ, हाम्रो जीवनमा हाँसोहरू कतिको उधारो राखेका छौँ भनेर। हाँस्न नभुलौँ है, दिल खोलेर हाँसौँ र हँसाउन सकौँ। शुभकामना।